तपाईहरूले अब बालेन्द्र शाह खुद संसदमा आएर यो विषयमा स्पष्ट नपारुन्जेलसम्ममा सदन चल्न दिनुहुन्न, होइन? यही हो। हजुर, सम्माननीय प्रधानमन्त्रीज्यू आफै आएर यसको जवाफ चाहिँ दिनुपर्छ। त्यहाँ नदिन्जेलसम्म प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस टसको मस हुँदैन, सदन चल्न दिँदैन। हामी चाहिँ उहाँ आएर त्यहाँ जवाफ दिने कुरामा चाहिँ हामी अडिग छौँ। उहाँ नआउन्जेल सदन चल्दैन। सदन हामी चलाउँदै हामी चाहिँ त्यो सदन चल्न चाहिँ दिँदैनौँ। तपाईहरु त्यहाँ बसेर अवरोध गर्नुहुन्छ कि बहिष्कार गर्नुहुन्छ? अब त्यो त्यति बेलामै थाहा हुन्छ हामीलाई सरकार पक्षबाट कस्तो खाले बहिष्कार गर्नुभयो भने अलि सजिलो होला नि, होइन? यस्तो हामी बहिष्कार गर्न भलै मैले हजुरलाई भने भलै झनै 2/3 बहुमतले राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा गए तापनि हामी थोरै भए पनि हामीलाई जनताले त्यो माइनेट दिएर पठाएको छ कि त्यो सदनमा गएर आफ्नो आवाज राख्नुहोस्। हामी त्यहाँ उहाँहरूले राखेको हामी सरकार पक्षले हामीलाई पेलेरै गए पनि उहाँहरूले के भन्नुहुन्छ हामी सुनेरै बस्छौँ। हामी त्यो सदन छोडेर बाहिर निस्किँदैनौँ। अब यसो छ, प्रधानमन्त्री बालेन्द्र शाहको चरित्र पनि ढिड खालको छ। तपाईहरु भनेको नेपाली राजनीतिको एउटा मियो पनि हो। यो पार्टीको आफ्नै एउटा गौरवशाली इतिहास पनि छ, यसको आफ्नै एउटा बल छ भनौँ न, होइन? त्यो पार्टीले त अलिकति परिपक्वता देखाएर सदन चल्न पो दिने हो कि त्यसले पो देशलाई फाइदा हुन्छ कि? प्रधानमन्त्री बालेन्द्र शाहले जवाफ दिएनन् भने बिस्तारै उनको विषयमा जनताले बुझ्दै जालान्। हामी त नेपाली कांग्रेस त सायद हजुरहरूले इतिहासमै पहिलोचोटि यस्तो संयम प्रतिपक्ष पाएको छ यो सरकारले। नेपाली कांग्रेस अहिले त्यहाँ संख्या तपाईहरुको छैन अनि संयम नभएर के हो? संख्या त यस्तो संख्या हेर्नुस् त, नेपाली कांग्रेस कहाँबाट कहाँ पुग्यो? हैन, यस्तो हुन्छ संख्या एकैजना भए पनि काफी हुन्छ। कन्टेन्ट राख्नलाई पनि जस्तोसुकै जोडबल लगाए पनि सरकारको कुनै पनि कार्यक्रम रोक्न सक्ने तपाईहरुसँग ल्याकतै छैन क्या खास चाहिँ। न आज हामीसँग थियो न हिजो अरु सरकार हुनेसँग थियो। जोसँग बहुमत हुन्छ त्यो उहाँहरूले चाहिँ पास गरेर लानु नै हुन्थ्यो। तर हिजोको दिनको अभ्यास कस्तो थियो भने हरेक चीजमा राष्ट्रिय स्वतन्त्र पार्टी जस्तो बृहङ्गम देखिएको छ। हैन, त्यो एकल रूपमा हिजो नेपाली कांग्रेसले पनि चलाकै हो। एकल रूपमा नेपाली कांग्रेसले पनि चलाकै हो। माओवादीले पनि 64 मा चलाकै हो।